मैले त्यो अमेरिका छोडेर मैले करिब 34-35वटा मुलुक डुलेको छु कामको सिलसिलामा। संसार धेरै फरक छ, कहाँबाट कहाँ पुगेको छ। हाम्रो चाहिँ हामी मेन्टालिटी के हाम्रो मानसिकता, मैले त बारम्बार भन्छु नेपालीहरू दुईवटा कुरामा चाहिँ हामी पर्फेक्ट छौँ। एउटा हामीले काँध थाप्न कहिले पनि जानेनौँ, खुट्टा तान्नु चाहिँ खुब सिक्यौँ, खुब जान्दछौँ। अनि दोस्रो कुरो नि हजुर यहाँ मान्छेहरू आउँछन्, धेरै मान्छेहरू आउँछन्, मान्छेहरू साँच्चै भन्दा पनि चियो बुझ्न धेरै आउने के गर्दैछ, कहाँबाट ल्याउँदैछ, कसरी गर्दैछ आउने चियो बुझ्ने उ गर्ने। हाम्रो एभ्रिथिङ इज ओपन। यहाँ आएर रसिदहरू यहीँ छाडेको हुन्छ, आम्दानी खर्चका कुराहरू सबै ओपन छन्। अनि कसैले उ गर्छु रसिद काटिदिनु भन्नुहुन्छ भने यहाँ हालिदिनुहोस् भनेर भन्छौँ हामी त्यसरी। अनि कोही मान्छे आउनुभयो जस्तै अब अहिले गाडी लिएर हामी जाँदैछौँ, हामीहरूको हरेक दिन यो गाडी खर्च मात्रै 1,000 देखि 2,000 रुपियाँ हामीहरूको ट्रान्सपोर्टेसन लाग्छ। उहाँ त्यो बाछा लिन जाने ठाउँमा जसले खबर गर्नुभयो त्यहाँ हामी उहाँहरूले पैसा दिनु खोज्नुभयो भने लिँदैनौँ, पर्दैन भन्छौँ। यदि दिने हो भने त्यहाँ आएर हेरेर बुझेर ठिक लाग्यो भने दिनु, नत्र पर्दैन। किनभनेदेखि यो समाजसेवा भन्ने व्यापार होइन, नेपालमा व्यापारै हो समाजसेवा। सामाजिक कर्म भन्ने अनि व्यापार गर्ने धेरै पैसाकै कुराहरू हुन्छ। हामी चाहिँ अलिकति त्योभन्दा फरक कमाउनै छ भनेदेखि त मैले अमेरिकामा स्ट्याटस बनाएर आएको छु, बच्चाहरू विदेशमा छन्, उतै गएर कमाउँछ नि, महिनाको 12-15 लाख त कमाइहाल्छ नि, त्यो क्षमता मसँग छ। यहाँ आएर गाईको गोबर छोडेर कमाउनु पर्दैन। यहाँ आएर हाम्रो कर्म भनेको नितान्त सेवा, बिहानदेखि बेलुकासम्म। अहिले म आफै जान्थेँ, त्यो हजुरहरू आउनुभयो त्यही भएर बाबुलाई पठाउँदैछु त्यो रेस्क्युको लागि। अहिले हामी कति यहाँबाट उता त्यो जर्सिङ पौवा भन्छ साँखोभन्दा माथिबाट 4वटा बाछा ल्याउँदैछन् अहिले। त्यो जङ्गलमा राति त्यहाँ छोडिदियो भने त्यत्तिकै आज लिन गएन भनेदेखि चितुवाले मारि नै हाल्छ। एउटा चितुवाले मार्छ, दोस्रो चाहिँ अलिकति अब जातीय कुरा गर्नु हुँदैन। अर्को त्यो तामाङ बस्तीहरू छ, उनीहरूले काटेर खाइदिँदो रहेछ। अनि त्यही भएर हामी खबर पाउने बित्तिकै राइट अवे गरेर लिएर आउँछौँ। यसरी यो अभियान चलेको छ र यो अभियान एकदम तिनीहरूले बोल्न सक्थे भनेदेखि हजुरहरू जाँदाखेरि उनीहरूले आफ्नो कहानी बताउँथे होला। यिनीहरू यति पीडित, यति प्रताडित, यति धेरै दुःख पाएका छन् जो हामी कल्पना पनि गर्न सक्दैनौँ। यदि उनीहरूले बोल्न सक्थे भने रुँदै सबै कथा बताउँथे होला। हामीले हेऱ्यौँ नि त्यो एउटा त्यो के सारङ्गी फिल्म, सारङ्गीमा धेरै रुवाउँछ अरे भने नि, यति पनि रुवाउँदैन त्यसले। यिनीहरूको त यति धेरै यति कठोर पीडाहरू छ यिनीहरूको, व्यक्त गर्न सक्दैन। दिउँसो आउनु भएन, दिउँसो आउनुभएको भने हामी जाँदाखेरि कुनै कुनैले नजिक आएर आँसु झार्छ। उनीहरूले त्यो भनेको थ्याङ्क्स, धन्यवाद है तपाईँहरू, आइएम नट एलोन, अब म एक्लो छैन, तपाईँहरू पनि मेरो साथमा हुनुहुन्छ भनेर तपाईँहरूकोलाई भनौँ न गेस्ट सम्झेर उनीहरू आँसु झार्छन्। तिनीहरू यहाँ गाई बाछाहरू कुनैले पनि हान्दैन, सबै एकदमै फ्रेन्डली छ। दिउँसो आयो भने वरिपरिबाट घेर्न आउँछ। हजुर, र यसरी यो अभियानलाई यसरी अगाडि बढाएका छौँ। हजुरको शुभ नाम के भन्छ? मेरो नाम चाहिँ उत्तम पुडासैनी।